मेरो बानी चाहिँ फेरि पुरानो भिडियोहरू कति धेरै हुन्छ कि फोनमा अनि स्पेस फुल भएर यत्तिकै अपलोड नगरी राखेर अल्छी भयो कि क्या हो धेरै। यो चाहिँ हामी दाजुबहिनी अस्ति नै घरबाट काठमाडौँ आउँदा लिएको भिडियोहरू हो। म चाहिँ दादालाई जिस्काउँदै बसिरहेको थिएँ, दादा सिरियस भएर गलेर बसिरहनु भएको छ, ड्राइभ गर्दा कस्तो गल्छ है। अनि त्यही पनि लामो बाटोको यात्रा एकदम गाह्रो हुन्छ। अनि हामी चाहिँ यहाँ गढी डाँडामा बसिरहेको थियौँ। अनि गढी डाँडाको विशेषता भनेको चाहिँ यो फलफुलहरू अनि यताउति धेरै हुन्छ क्या यहाँ चाहिँ। हामीले चटपट बनाउन लाएर बसिरहेको थियौँ, चटपट नै खान मनपर्छ फेरि हिँड्दाखेरि चाहिँ। अनि अर्को कुरा चाहिँ हामी काठमाडौँ आउँदैछौँ है भनेर भाउजूलाई भनेको थिएनौँ, सरप्राइजको लागि हामी चुपचाप आएर बसेको थियौँ। भाउजूको रियाक्सन हेर्नुपर्छ लास्टमा। भन्दा भन्दै छोरी त बाटैमा भेट भइहाल्यो। फेरि छोरी कति चलाक चिनिहाल्नेको के, हेलमेट लाउँदा पनि। को हो नानी? पप्पा अंकललाई नमस्ते गर्नु। जुस किन्नु कहाँ छ मम्मीहरू? घरमा। फाइनली घर आइपुग्यो होइन। भाउजू चाहिँ माथि हुनुहुन्छ, दादा र मैले आइपुग्यो। म चाहिँ भित्र जाँदैछु कि माथि। भाउजू कहाँ माथि छतमा देखिरहेको थिएँ, गएर ढोका टकटक गर्नु पऱ्यो कि के छ अवस्था हेर्नु पऱ्यो है त। के छ म्याडम? अहिले कान्छीलाई म्याडम के छ? थाहा त पुरै छ हाम्रो कान्छी रङ रङ रङको छ अब थाहा भन्छ त अहिले म त्यो मेरो प्लान हो नि बेबी। अहिले के छ बेबी? यो कान्छीलाई के छ जान्नु? भन्नु लु बेबीहरूलाई भेट्यो है, फाइनली बेबीहरू भेट्यो। कान्छीलाई